यो वेलकम टु माई न्यू गेमिङ भिडियो गाइस। आज म फेरि आइसकेँ मेरो नयाँ भिडियो लिएर। अनि यसपालि चाहिँ म युट्युबरहरूको आइडीलाई रेड गर्छु। अनि अब चलौँ रेड गरौँ। अनि यसपालि चाहिँ म इन्डियन सर्भरमा छु, इन्डिया भनेर नि आएको छ। अब म सुरुमा चाहिँ छ हाम्रो खोइ कसको थाहा छैन मलाई, तर चेक गरौँ। नितिन फ्री फायर एकदिन अगाडि अनलाइन हुँदो रहेछ। नितिन फ्री फायर 1 मिलियन हेरौँ पछाडि। ल के पनि हालेको छैन। ब्याजेस हेरौँ है। 153 ब्याजेस, अहिलेको 196। के भिवाज हटेछ यार नितिन फ्री फायरको। हटेछ। एन्ड बिआरएम धेरै खेल्नु हुँदैन रहेछ। सिएस बिआरएम एकैछिन। करियरमा त बल नै खेलेको रहेछ त। ब्याटल रोयल हेरौँ। राम्रै खेलेको रहेछ गाइजहरू। यस्तोमा त एकैछिन, तर सबै सिजनमा त के हो यो नितिन फ्री फायरले त। हो भाइ यार खतरनाक। विच लिस्टमा साकुरा वन्डल गरेको रहेछ। अनि हामी युट्युबरहरूको आइडीलाई रेड पनि गर्छौँ, त्यही भएर गरौँ। के भएको यो गाइजहरू जे पाइ त्यही आइरहेको थियो। अनि तपाईहरुलाई सर्भर चेन्ज गर्ने कुनै भिडियो चाहिन्छ भने पनि म भिडियो बनाइदिन्छु। अनि अब चाहिँ म नितिन फ्री फायरको आइडीलाई कति रेड गरौँ। यस्तो हुन्छ है, लास्टमा ब्याड हुन्छ, अनि ओके ओके, अनि गुड, अनि लास्टमा चाहिँ ब्याड हुन्छ, अनि ओके ओके, अनि गुड, अनि त्यसपछि चाहिँ भेरी गुड हुन्छ। अनि नितिन फ्री फायरको आइडीलाई चाहिँ म केही पनि छैन कि, त्यही भएर म ब्याडमा राख्छु नितिन फ्री फायरलाई। अब अर्को युट्युबरको आइडीलाई रेड गरौँ। अनि अर्को युट्युबरको आइडीलाई हेरौँ। अनि अब अर्को हुनुहुन्छ हाम्रो खैको मलाई थाहा छैन, मैले हेरेकै छैन को। अब अर्को छ ओ भाइ भिवाजवाला म हेर्छु को यो सर्भाइभर्स नि त। थाहा भइसक्यो। हाम्रो को होला गेस गर्नु। हाम्रो अमित भाइ हो यो चाहिँ। के हो सबैको ल के गरेको यिनीहरूले। आदि त लिएको रहेछ, तर पनि हेरौँ के। मलाई त्यति राम्रो त लागेन गाइजहरू। बिआर करियर हेरौँ। राम्रै खेलेको रहेछ अमित भाइले। एडब्लुएम ओहो हो बबाल राम्रो चलाउनु भएको रहेछ। अब यतापट्टि के हल्का आवाज आइरहेको है, त्यही इग्नोर इट म्यान। मेरो डाउनलोड भएको रहेन जस्तो छ गाइजहरू। म एकैछिन डाउनलोड हान्छु। म अब अमित भाइलाई चाहिँ ओके ओकेमा राख्छु। अमित भाइलाई चाहिँ म, किनकि सर्भाइभर्सको लगाउनु भएको छ। सिम्पल लिभिङ, हाई थिङ्किङ यस्तो राम्रो छ। तर नितिन भाइले चाहिँ 18 मिलियन मात्र लगाउनु भएको थियो, त्यही भएर ब्याडमा राखिदिएको मैले। तर अमित भाइलाई चाहिँ ओके ओकेमा राख्छु गाइजहरू। अब अर्को युट्युबरको आइडीमा जाउँ हामी। नाइस राम्रो रहेछ, मैले पहिले नै गरेको रहेछु। अब अर्को युट्युबरको आइडीमा जाउँ, आइडीमा मतलब। अब अर्को युट्युबर चाहिँ हुनुहुन्छ हाम्रो लाके अहमद। हेरौँ यता कस्तो छ।
लाका गेमरको आइडी के आइडी मतलब आई एम बैक के यार सबैले यस्तै चिप्पाइदिए हाल्दैछ मेरो त दिमाग खराब भयो यस्तो चिप्पाइदिए हाल्दैन करियरमा हेरौँ ओके छ लेभल पनि ओके छ ओकेमा राख्दिउँ लाका गेमरलाई टोन्डे भाइको गिल्डमा हुन्छ रहेछ हाम्रो लाका गेमर चाहिँ अब अर्को युट्युबरको आइडी चाहिँ म सर्च हान्न गइरहेछ यो चाहिँ म बिडी सर्भरमा गएर गरेको छु हेर जाउँ बिडी सर्भर यो गाइज फेरि म लाका गेमरकै यो आइडीलाई सर्च गर्दैछु किनकि अघि नै इन्डियन सर्भरमा भएर होला टाइमस्टेप नदेखाएको त हो नि यहाँनिर हाम्रो हल्का नेट मेरो राम्रोसित चलाएको छैन अनि मोबाइल पनि के हो यो भन्दैछु म नेट त प्राइम लाका ल मैले भने होइन गाइजहरू केही न केही त हुन्छ भनेर हेरौँ है त अब आइडी कस्तो छ बब्बाल भाइ ओके हेरौँ है आइज न यो चाहिँ खास गरी लाका गेमरकै बन्डल हो ओहो बब्बाल छ यार सबै बिआर र्याङ्कमा केडी 14.81 यत्रो धेरै बब्बाल भाइ यत्रो धेरै ल भाइ यत्रो धेरै कहाँ हुन सक्छ अनि अर्को पनि हाम्रो टोन्डे गेमर नै हो पहिला चाहिँ यो आइडीलाई रिड गरौँ हेरौँ है त यस्तो चाहिँ म छोडिदिन्छु होला हेरौँ है त विथ लिस्टमा के हालेको छ एनिमेसन अराइभल एनिमेसन नै होला होइन के हो यो अनि 100 लेभलको इमोट ग्लुअल अनि त्यो वाला बन्डल कुन थाहा छैन मलाई अब चाहिँ म यो आइडीलाई कति रेट गरौँ गाइजहरू भन्नु तपाईँ जति रेट पहैमा त कति रेट गर्नु म कति लेभल राखौँ म गुडमा राखिदिन्छु यो आइडीलाई म गुडमा राखिदिन्छु गाइजहरू किनकि मलाई त्यति राम्रो चाहिँ लागेन त्यही भएर मैले गुडमा राख्छु यसलाई अब हाम्रो अर्को आउँछ आइडी त्यो युट्युबर चाहिँ हो गेस गर्नुको होला थाहा अघि नै मैले भन्दा थिएँ त्यो हाम्रो टोन्डे गेमर दाइ यहाँनिर हेर्न सक्नुहुन्छ हाम्रो टोन्डे गेमर दाइ हुनुहुन्छ यहाँनिर 5 नम्बर हुन्छ रहेछ बिआर र्याङ्कमा रिजनमा सिएस र्याङ्कमा 3862 नम्बरमा हुनुहुँदो रहेछ मेरो डाउनलोड नै छैन कि गाइजहरू दिमाग खराब पार्छ यसले म डाउनलोड हुन्छ सुरुमा त वान पन्च म्यानको रहेछ यो यस्तो डाउनलोड हुनु यो चाहिँ के हो अराइभल एनिमेसन यो मार्क्सलाई गरौँ बन्डल मलाई त्यति खास त लागेन गाइजहरू तर अरू हेरौँ अब लाइक
838,000 रहेछ लाइक्स। के हो यो? अघि भर मैले गरेको होइन गाइजहरू। त मैले अरू कसैको गरेँ जस्तो छ कि भर चेन्ज हानेको हो। के हो यो? मेरो दिमाग नै घुम्यो त गाइजहरू। यसलाई मजा भइसक्यो गाइजहरू। 950 अनि अब म टोन्डे दाइको यतापट्टि हेरौँ न त ब्याक साइडतिर। बबाल राम्रो छ। अनि यसपालि चाहिँ म टोन्डे गेमर दाइलाई गुडमै राखिदिन्छु यसपालि। एउटा ओके भिडियो बनाउँदै। अब अर्को चाहिँ हाम्रो सुनिता दिदी। सुनिता सर्च गरौँ। यो सुनिता दिदीको जस्तो त मलाई लाग्दैन, तर पनि सर्च हानौँ। यो त टोन्डी दाइ के रहेछ यार? ए यो माथिको चाहिँ होला। यो चाहिँ सुनिता दिदीको टिम लाभा। ओहो हेर्नुमै त कहिले सिजन 1 2 भाइ यहाँ कस्तो गडबड गाइजहरू। यहाँ के त गडबड छ म भन्न साँच्चीमा। विवाज पनि हटेछ सुनिता दिदीको। बन्डल खतरनाक ओपी बन्डल मलाई बबाल लाग्यो। अनि यसभन्दा राम्रो ठर्की छैन। 89 लेभल बबाल राम्रो छ। सुनिता दिदीलाई म केमा राखौँ गाइजहरू? सुनिता दिदीलाई म राख्छु गुड। अनि आजको भिडियोमा चाहिँ भेरी गुड चाहिँ कसैको कुनै पनि युट्युबरको आएको छैन। अनि तपाईँहरूलाई मेरो गिल्डमा आउनु छ भने टिम लन्कामा आउनु छ भने मलाई गिल्ड टेस्ट लिँदा हुन्छ। म गिल्ड टेस्ट लिन्छु। मेरो युआइडी हेर्नुहुन्छ म तपाईँहरूलाई दिन्छु। हेर्नु हेर्नुहुन्छ यही हो युआइडी मेरो। यही मेरो युआइडी। मैले रिक्वेस्ट पठाउनु म एक्सेप्ट गर्छु। तपाईँहरूको म गिल्ड टेस्ट लिन्छु गाइजहरू। अनि आजको लागि यति नै। म तपाईँहरूसँग भोलि बाई बाई।